लोकतन्त्रमा संसदलाई देशको मन्दिर भनिन्छ, जहाँ जनताका प्रतिनिधिहरू बसेर देशको भविष्यको मार्गचित्र कोर्छन्, नीति र कानुन बनाउँछन्। तर पछिल्लो समय नेपालको संसद भवनमा जे जस्ता दृश्यहरू देखिए त्यसले आम जनताको टाउको श्रमले निहुरिएको छ। धन्यवाद। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदन माथिका जब संसदमा गम्भीर विषयमा बहस हुनुपर्ने थियो तब माननीय सांसदहरू कतिखेर टेबलमा कुद्छन् त कतिखेर मर्यादा पालकको कठालो समात्न पुग्छन्। एनमर जस्तै नेताहरू बाधा जस्तै जथाभावी चढेर विरोध गरिरहेका देखिन्छन् भने अन्य कतिपय सांसदहरू WWE को रिङमा छिरे झैँ उग्र रूपमा प्रस्तुत हुन्छन्। विरोध गर्नु विपक्षको लोकतान्त्रिक अधिकार हो, तर विरोधको यो कुन चाहिँ प्रवृत्ति हो? आज हामी यसै विषयको गहिरो विश्लेषण गर्नेछौँ कि कसरी हाम्रा ल मेकरहरू नै ल ब्रेकर बनिरहेका छन् र यसले देशको विकासलाई कसरी ध्वस्त पारिरहेको छ। कुनै पनि सभ्य मुलुकमा संसदको एउटा गरिमा हुन्छ, त्यहाँ नियम कानुन र कार्यविधि हुन्छ। तर नेपालको संसदमा अझ एउटा नयाँ ट्रेन्ड चलेको छ, जसले बढी हल्ला गर्न सक्यो, जो कुर्सीको माथि चढ्न सक्यो, उही ठुलो नेता। एनमह र एमालेका अन्य सांसदहरूले जसरी संसदको गरिमालाई लत्याएर टेबल र रोस्टम माथि चढ्ने हरकत गरे त्यसले उनीहरूको राजनीतिक संस्कारमाथि ठुलो प्रश्न उठाएको छ। तथ्य के हो भने संसद विरोध गर्ने ठाउँ हो, र त्यो विरोध तर्क, तथ्य र नीतिगत बहसका आधारमा हुनुपर्छ, शारीरिक बल र उग्रताका आधारमा होइन। जब सांसदहरू नै बाधा जस्तै बेहोरा गर्न थाल्छन् तब जनतामा कस्तो सन्देश जान्छ? यसको पछाडि एउटै मात्र मानसिकता छ, सस्तो लोकप्रियता र मिडिया अटेन्सन। मिडियामा छाउन र आफ्नो पार्टीको शीर्ष नेतालाई खुसी पार्नका लागि सांसदहरू संसदलाई नै रङ्गमञ्च बनाउन तयार भइदिन्छन्। उनीहरूलाई देशको कानुन निर्माणमा कुनै चासो छैन। अब मुख्य प्रश्नमा जाउँ, प्रतिपक्षले किन लगातार बिना काम संसद अवरोध गरिरहन्छ? मान्य सदस्यहरूलाई मैले नेपालको इतिहास हेर्ने हो भने संसद अवरोध गर्नुलाई नै प्रमुख राजनीतिक हतियार बनाइएको छ। महिनौसम्म संसद ठप्प पारिन्छ र के कहिले कुनै प्रतिपक्षले जनताको निम्न मुद्दामा संसद अवरोध गरेको सुन्नु भएको छ? के कहिले मल नपाएका किसानका लागि संसद महिना बन्द भयो? के महँगी र बेरोजगारीका विरुद्ध सांसदहरू टेबलमाथि चढे? कि आफ्नै क्षेत्रको सडक, खानेपानी र स्वास्थ्य चौकीको बेहाल हुँदा उनीहरूले संसदमा कुस्ती खेले? छैन। उनीहरू तब मात्र संसद अवरोध गर्छन् जब उनीहरूको राजनीतिक स्वार्थ मिल्दैन, जब उनीहरूको भ्रष्टाचारको फाइल खुल्छ, वा जब उनीहरूलाई सत्ताको भागबण्डा चाहिन्छ। आफ्नो निर्वाचन क्षेत्रका वास्तविक समस्याका बारेमा बोल्नु यिनीहरूको मुखमा बुझो लाग्छ, र पार्टीको आदेश आउने बित्तिकै यिनीहरू संसद भवनलाई कुस्तीको मैदान बनाउन आए। हाम्रो देशको विकास किन भएन भन्ने उत्तर यही लुकेको छ। एउटा विधेयक पास हुन वर्षौं लाग्छ, देश आर्थिक सङ्कटमा छ, युवाहरू दिनौं खाडी मुलुक पलायन भइरहेका छन्, र हाम्रा माननीयहरूको प्राथमिकता के छ? संसदमै मारामार गर्ने। संसद भवन कुनै रेस्लिङ खेल्ने ठाउँ होइन, यो देशको सर्वोच्च र गरिमामय थलो हो। यदि यिनीहरूको बानी र व्यवहार बादरको जस्तै हुने हो भने यिनीहरूबाट देशले कुन स्तरको कानुनको अपेक्षा गर्ने? के अब नेपाली जनताले भोट हालेर संसदमा पठाइसकेपछि पनि उनीहरूलाई कसरी बस्ने, कसरी बोल्ने र कसरी मर्यादित हुने भनेर पढाउनु पर्ने हो?